नमस्ते, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। पहिलादेखि भिडियोहरू त लगाइरहेको हुन्थेँ, तर बोलेर चाहिँ सेकेन्ड टाइम अर्को युट्युब च्यानल थियो, त्यसमा चाहिँ बोलेर नै भोइस ओभर गरिरहेको हुन्थेँ। त्यो बिग्रिसके पछाडि यसमा चाहिँ कमाइ मात्रै थियो, त्यो पनि कहिलेकाहीँ बहिनीले बनाइदिन्थे, बहिनी बोल्थे। अहिले चाहिँ आफै ट्राई गरिरहेको छु। यो चाहिँ हामी उता पिकनिक गएको थियौँ बेतना मोरङको। अन्त बाबुलाई मैले भिडियो बनाऊ ल भनेको थिएँ, अनि उसले खिचिरहेको रहेछ कि मैले यादै गरिरहेको थिइनँ। अनि म चाहिँ अगाडि चलाइरहेको थिएँ, अनि बाटो लास्टै खराब थियो। अनि जसो तसो गर्दै जाँदै थियौँ, बहिनी र छोरीलाई चाहिँ म्याजिकमा पठाइदिएको थियौँ। हामी चाहिँ स्कुटरमै जाऊँ ल भनेर गइरहेको थियौँ। त्यस मजा आइरहेको थियो। बाटो चाहिँ लास्टै खराब थियो। घरिघरि म कुदाउँछु नि, मलाई दिनु न भन्दै थियो। हाइवेमा हुँदैन भन्दै उसलाई भन्दै थिएँ, कराउँदै थिएँ, नटेरिरहेको थियो। भिडियो बनाउँदिनँ है म भन्दै थियो। बनाउनु भनिरहेको थिएँ। पछि थाहा पाएपछि चाहिँ अनि त्यसो गर्दै जिस्किँदै जाँदै थियौँ। हामी अरू गफ गरिरहेको थियौँ। अनि मैले त्यो गफ गरेको भिडियो चाहिँ मतलबमा त्यो क्लिपहरू चाहिँ लिइरहेको थिइनँ, अरू चाहिँ राखिरहेको छु होइन, आफूले भोइस ओभर गरेर। त्यस घाम लागिरहेको थियो, दिन सफा थियो। बाटोमा धुलो भन्नुहुन्छ भने यति धेरै थियो, राम। धुलोले हामी त वहाँ पुग्दाखेरि, यहाँबाट राम्रो लुगा लगाएर गएको नि, वहाँ पुग्दाखेरि धुलाम्मै भएको थियो कि सबै। बाबु त पुरा मलाई रुगा लाग्यो, खोकी लाग्यो भनिरहेको थियो। म जब फुल हेलमेट थियो, त्यसले गर्दा सबै छोप्यो, उसको चाहिँ थिएन नि त। अनि मास्क ल्याउ न भनेको, मास्क लिएर के गर्नु, लुगा सबै उ भइसक्यो, धुलो भइसक्यो भन्यो। मास्क लिनु पनि मानिरहेको थिएन। अनि त्यतिकै हामी गइरहेकी थियौँ। यो बाटोमा जाँदै गर्दाको भिडियो हो क्या। मेरो ब्याकग्राउन्डमा चाहिँ आयो भने त्यसलाई इग्नोर गरिदिनु ल। बाहिर मान्छेहरू बोलिरहनु भएको छ, अनि त्यही भएर त्यो पनि सायद आइरहेको छ होला। त्यही भएर मैले रोकी बोलिरहेको छु। जे जस्तो भने फर्स्ट ट्राई हो, हेरिदिनु होला कस्तो हुन्छ, म भन्छु नि। मान्छेले गर्दै गएपछि न जान्ने हो, सिक्ने हो। जाँदै जानेर सिकेर आएको हुँदैन नि त। हेर्नु न, उहाँ नक्कल बार्दैछ पुरा डिम्पल निकालेर ऐनामा। हेर्नु त्यहाँ स्कुटर पनि यहाँबाट धोएर सफा चिटिक्क बनाएर लगेको, बाटोको धुलोले हेरिसक्नु छैन। कहिले जिन्दगीमा सफै नगरेको, नधोएको जस्तो भइरहेको छ। अहिले चाहिँ हामी सडकपुर पुगिरहेको थियौँ। सडकपुरमा झन् यति बाटो खराब थियो नि, बाफ्रे। तर उतापट्टिबाट अर्को साइडबाट आउने बाटोमा चाहिँ राम्रै थियो, यतापट्टि चाहिँ खराब थियो। स्कुटर त उफ्रिरहेको थियो, हात रातो भएर दुखेर यस्तो भएको थिएन। त्यही पनि 30-40 को स्पिडमा गइरहेको थियौँ, धेरै स्पिड पनि थिएन। गफ गर्दै